हामीले जहिले पनि बुझ्ने गर्छौं कि यो नेपाल इन्डिया जस्तो बांग्लादेश जस्तो देशहरुलाई चाहिँ जहिले पनि एउटा टर्मद्वारा युज गरिन्छ एउटा थर्ड वर्ल्ड कन्ट्रीको हामीलाई टाइटल दिन्छ प्राय जसो मान्छेहरुले हामीहरुले के बुझ्छौं भन्दाखेरि यो चाहिँ एउटा इकोनोमिकल पोइन्ट अफ भ्यू यिनीहरु देश गरिब भएको कारणले यिनीहरुलाई थर्ड वर्ल्ड कन्ट्री भनेको तर त्यस्तो हैन त्यस्तो भएको इन्डिया वुडन्ट बी कन्सिडर्ड थर्ड वर्ल्ड कन्ट्री किनभने ट्रिलियनको जीडीपी भएको कन्ट्री गरिब हुँदैन सो यो एक्चुअलीमा एउटा पोलिटिकल वर्ड हो किनभने जब कोल्ड वार भएको थियो कोल्ड वार भयो जुन कोल्ड वार को बेला जुन कन्ट्रीहरुले अमेरिकालाई सपोर्ट गर्थे वा भनौं यता क्यापिटलिजमलाई आफ्नो इकोनोमिक प्रिन्सिपलमा युज गर्थे उनीहरुलाई फर्स्ट वर्ल्ड कन्ट्री भनियो र सोभियत युनियन अथवा सोशलिजमलाई सपोर्ट गर्ने कन्ट्रीजहरुलाई सेकेन्ड वर्ल्ड कन्ट्री भन्न थाल्यो तर नेपाल इन्डिया इन्डोनेसिया बांग्लादेश यिनीहरु जस्ता देशहरु जुन चाहिँ यो दुईटै साइडमा जान चाहन्नथे उनीहरुलाई एउटा असंलग्न राष्ट्रहरु नन एलाइन्ड मुभमेन्टमा इन्भल्भ भएको कन्ट्रीजहरुलाई चाहिँ फेरि थर्ड वर्ल्ड कन्ट्रीको रूपमा रिफर गर्न थाल्यो किनभने यो तीनटा फरक फरक टाइपका ग्रुप थिए क्यापिटलिजम सोशलिजम र अर्को भनेको नन एलाइन्ड मुभमेन्ट यो त्यही भएर दैट्स अ पोलिटिकल स्टेटमेन्ट